ल गाइज ढेँडो खान जानु पर्यो अब लाज बचाएर होइन ट्याप्प ढेँडो खान बोलाएर ढेँडो खान जानु पर्यो अब ल यहाँ हेरौँ कस्तो बनाएको केटाहरूले तेरिका खै ढेँडो खाऊँ न खै के हो के हो दाइ त यार फेसै चेन्ज गरेर त नि यस्तो गोरो मान्छे के छ खै ढेँडो खाऊँ भनेर खै ढेँडो हेर यहाँ ढेँडो खान बोलाएर हेर्नु पुक्लुक्क ढलै छ यार यहीँ ढलै छ यहीँ लाइभ भइरहेको पुरा लाइभ भइरहेको खै ढेँडो खाऊँ न ए ढेँडो खाऊँ खै ढेँडो त यसले खाइसक्यो सबै ढेँडो खाऊँ न खै ढेँडो खाऊँ न यसो दुई शब्द जाओस् न त यहाँ यसो भ्लगमा के भनिदिनु त अहिले खानु बोला तैँले होइन ढेँडो अब ढेँडो पाक्दैछ कहाँ पाक्नु अनि खै ढल्दा ढेँडो पाकेको छैन आज एकछिन अब आज लोकल भाले अब कटिङ गरेर ट्याक्कै झोल पुरा दन्दनाथ भइसकेको छ होइन ढेँडो खान बोलाउने मान्छेको हालत यस्तो छ अब एकछिन पछाडि बाहिर ट्याक्कै लाएर ढेँडो बनाउँछ है कोदोको पिठो यहाँ छ बनेकै छैन अझै कोदो पिठो बनाएको छैन अनि पुरै अनि के भन्थ्यो त अनि पुरै सेलाइसक्यो के भन्दै थियो उसले त्यो त उसलाई थाहा होला हामीलाई थाहा भएन है त्यो कुरो भने होइन भन्दा नि अब यसो गफसप गरौँ होइन रुममा एक लिक कति बस्नुहुन्छ भन्ने तरिका चाहिँ ल छिटो बनाइहालौँ त बसौँ न ल त्यो भिडियो बन्द गरौँ बसौँ खाटा किन दराहरू किन दराहरू यस्तो हो कि अब साथीभाइ बसिसकेपछि सबै कुरा पब्लिक गर्नु हुँदैन भन्ने कुरा ल फेरि अहिले भेट्नुपर्छ एकछिन पछि अब फेरि टक्क बनाइन्छ होइन बनाएपछि फेरि भेट्नुपर्छ खाने बेलामा फेरि ढिँडो ल भर्खर बन्दैछ है ऊ चाहिँ ढिँडो चाहिँ भर्खर बन्दैछ खानु बोलाएको त अघि नै हो अब चाहिँ खाना त बोलायो अब आफै बनाउने मस्त लाग्यो ओडालमा सिकाएको खै पुरा नहोला जस्तो छ त खै जानेन हो रहर रहर के रहर ढिँडो पाक्दैछ है पाक्दैछ धेरै टाइम लाग्यो चाहिँ ढेँडो पाक्नलाई हुन त धेरै छ नि त होइन गाईको अनुहार चाहिँ चेन्ज भइसक्यो अहिले चाहिँ एकदम अहिले उसमा छ नि त सानो ग्यासमा पकाएको मस्त अहिलेको अनुहार र अहिलेको अनुहार चाहिँ अघि चाहिँ अर्को थियो अहिले चाहिँ यस्तो अहिले ह्यान्डसम छ होला है दामी हुन्छ पाक्नु पर्ने हो ल पाइसक्यो अब ढक्कन हालेर पकाउने होइन एकछिन ढाक्ने सानो ग्यास भइसक्यो ढक्कन हालेर पकाउनु पर्छ र होइन होइन गाइस ढक्कन हालेर कहिले पकाउँछ र यो होइन ढिँडो यार गाईले त यहाँ ढक्कन पो हालिदियो त मस्तले ढक्कन हालेर पकाइराखेको नयाँ सिस्टम होइन जुन ठाउँमा आयो त्यो ठाउँमा अनुसार चल्नु त सक्ने युरोपतिर भएपछि अब युरोपतिरकै लगाएर नयाँ सिस्टमले नयाँ उसले पकाइदिउँ भनेर होइन र अब पाक्छ अब चाहिँ पाकिसकेको छ चेस्ट गर्नुपर्छ गएर अब ल उठाइहाल्ने हो ल ढिँडो खान थालियो है अब ल टक्क बनाएर ल्याइयो भर्खर आयो केटाहरू भर्खर आइपुग्यो टक्क चाहिँ ढिँडो खाने हो ल दाइ के छ दाइ ढक्दै ढक्दै के छ ल हालौँ न भाइ र मैले दुई भाइ मिलेर बनाएको एउटा छ एउटा त आज के भएछ अहिलेसम्म त बन्दै थियो
दबाई खाएको लागि अनि बाबु के छ मेरो त यस्तै छ अब च्याप्प कालो कालो ढेँडो लामाले आज इग्नोर हाल्नु पर्यो ढेँडो क्या पार्नुपर्छ कस्तो हुन्छ ट्याप चाख्नुपर्छ जनताले अब चिकन बाहिर धेरै खाएर स्पेसल चाहिँ लोकल है यो फेरि थकाली थकाली कोदो खाना थकाली म चाहिँ त्यहाँको अब हेड कुक भन्दैन हिँडको कि तपाईँ हामी त कस्टमर जस्तो नि बनाएको त अब ढेँडो सेडो बनाएको त मैले नि हो नि मैले त अनि खाट 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 गर्दै बनाएको यस्तो हानेको होइन यस्तो यस्तो गर्दै तरकारी त अब ढक्दैन मात्रै हो यस्तो हड्डी हानेर यस्तो गरेर ध्यान दिएर त्यस्तै गरे हो के हो यस्तो यस्तो हो त्यस्तै गरे हो गर्नलाई यस्तो यस्तो भनेर के हो अर्को मलाई गाई सुरु गर्नलाई हो अब यी ट्याक्क अझ अचार पनि बनाएको छ है मलाई त धेरै हालेछ नि त अनि टक्क लाएर चाहिँ यो ढेँडो त खाइदिनु नि त झ्याम्मै लागेर धेरै भएछ नि त अनि इ अचार होइन अचार टमाटरको होइन उठाउनु यहाँ कस्तो रहेछ यी अचारै पत्ता थोरै भयो अचार चाहिँ चेक गरौँ साँच्चै ल सुरु हाल्नुपर्छ चेस 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 गरौँ न ल ल यो चेस है चेसै गाई चेसै चेस असो के भयो गाई यस्तो दामी छ हौ प्योर कुरो हो कोदो है मस्त नेपाली जहाँका पनि हाम्रो नेपालको संस्कार नेपाली भनेको है अनि गएर बिर्सिनु हुँदैन होइन मैले त नेपालमा नि खाएको थिएन आज युरोप आएर चाहिँ ढेँडो खान पाइयो मैले नेपालमा त खाएको थिएन क्या काम पनि फेरि धेरै खान्छ नि त नि हो काम पनि त्यस्तै छ वाउ वाउ चटनी पैसा नि त्यस्तै के अरे दाल भात तरकारी मासु यहाँ कन्ने छ मासु है तर हाम्रो एउटा चाहिँ ढलै छ कि भाइ चाहिँ दबाई आज दबाई दिएको मजा तेस्रो दबाई कोइला गरे भात अनि ढेँडोसँग नि भात खान्छ र किन हो थट यस्तो ढेँडो नखानु भनेर त्यो भातले पुग्छ तँलाई नि ढेँडो भने कहाँ धेरै खाने हो नि ढेँडो तपाईँले यति त पाउँछ झन् खाने हो नि तन्न ढेँडो चाहिँ अब एकदम मिठो भयो अब खानेतिर नि लाग्नु पर्यो भ्लगमा चाहिँ बनाएर नि भएन अब कस्तो हुन्छ यसो सल्लाह सुझाव दिनु होला भर्खर भर्खर बनाउन थालिदिएको छ होइन अब नयाँ मान्छे नयाँ भाइब्समा नयाँ उमा बनाउन थालिदिएको छ यसो राम्रो नराम्रो यसो भनिदिनु होला कमेन्ट गरिदिनु होला होइन अनि हाम्रो स्टाफ त भयो नि त्यो अटेर गाइजहरूले के भन्छ ल ढेँडो कस्तो छ ढेँडो त कस्तो छ ढेँडो मुखबाट खाली नगरौँ जस्तो लाग्यो यता फेरि छौ भात लबर भात लबर मजै ढेँडो त यी ढेँडो नचाहिने र त्यति चाहिँ अब ढेँडो पनि के हो अनि बाबु ढेँडो मिठो छ नि होइन ढेँडो त मिठो हँ? एकदम यो च्वाक लोकल भालेको कस्तो स्वाद छ लोकल भयो दामी छ है लोकल भालेको ल भने डाइनोसरको हड्डी पनि छ यो त खुट्टा होला है लोकल भाले हो क्या ल लोकल भालेको यसो जाओस् न त एक दुई शब्दहरू होइन कस्तो टेस्ट आइरहेछ मेरो चाहिँ सबैभन्दा धेरै छ है मेरो चाहिँ नेपालको र टक्क अचार युरोपको लोकल भालेको टेस्ट अचारसँगै फरक मान्नु टक्क लोकलको ऊ अनि यसरी खाने मैले चाहिँ खासै खाएन अब यस्तो चेक गर्ने नेपालमा नि खाएन मैले त नेपालमा पनि घर बनाउँदाखेरि अरूले भात खायो भने मलाई के अरे अरूले ढेँडो खायो भने चाहिँ मलाई चाहिँ भात हो कि पकाउनु त्यस्तो लामो जस्तो त्यस्तै हो
खान्थेन कि मैले नेपालमा तर अहिले त मिठै लाग्यो किन यो चाहिँ रोटाको मगरको हातको आज मगर र नेवारको हो नि ए सेट लोकल अझै मगरले नेवार छ लामा पनि मिसिया छ होइन यता मिट ऊ भएर हो क्या यो क्रस बाहुन मात्रै हो सिल्पिङ 52 मात्रै हो नमिसेको यो ढेँडोमा चाहिँ मगर नेवार अनि तामाङ तीनजनाको मिसिया छ क्या यसमा चाहिँ त्यही भएर क्रस भएर चाहिँ मिठो भएको हेर्नु त लास्टिङ हुन्छ त्यसको साथमा लोकल भालेको टेस्ट कस्तो छ टेस्ट लोकल भाले टेस्ट त तर पुरै तर फेरि मगरले एक्लै बनाएको हो होइन भाले त बनाएको होइन होला नि त भाले हो नि त यो भाले बनाएको होइन होला नि त भाल बनाएको पकाउनु चाहिँ पकायो होला त्यो भाले त बनाएन नि त भाले त कसले बनायो बनायो भाले भनेको के हो रे दाइ भनिदिनु त भाले भनेको के हो पोथी भनेको के हो यस्तो यस्तो बच्चाहरू छ क्या फेरि अब ऊ आफूले देख्छ म भाले पऱ्यो भनेर ल त गाइज बिस्तारै बिस्तारै समयले नेटो काट्यो अब बिट मार्नु पर्ला जस्तो छ ल बाई 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 गर्नु हुन्छ नि अर्को भ्लग फेरि आउँछ है ल ल वेट गर्दै गर्नुहोस् बाबु बाई बाई गर्नु नि यसो गाइजहरूलाई नेपाली इङ्ग्लिस वाला जेमा गर्नु नि त पोलिसमा गरे नि हुन्छ नेपाली पुलिस कि नेपालीमा नेपालीमा गर्नु न नेपालीमा शुभरात्रि ल शुभरात्रि ल शुभरात्रि जे भयो नि बुझ्यो भाइ बाई बाई